हेलो गाइस एन्ड वेलकम टु आवर न्यू ब्लग। आज चाहिँ हामी सबैजनाले लिएर जाँदैछौँ टर्मिनल टु टर्मिनल। अब यति प्यासेन्जर छन्। अब हामी गाडी लिएर गाडी फोहोर छ अलिकति है। अब उनीहरूलाई गाडीमा हालौँ अनि लिएर जाउँ। सबैजना चढ्न लागिरहेछन्। अब बिस्तारै बिस्तारै चढ्छन् अनि हामी अघि बढौँ। सबैजना चढिराख्नु भएको छ बिस्तारै बिस्तारै। गाडी फोहोरै छ। अब बिस्तारै सफा गरौँला गाडी पनि उनीहरूले पुऱ्याएर। ल स्किपै हान्दिउँ है। ल ड्राइभर भ्यूबाटै हेरौँ चलौँ है। सो हामी निस्किन लागिसकेको साथीहरू। अब हामी जाँदैछौँ। हामी त्यही हो बिस्तारै रोडमा ध्यान पनि दिउँ है। सबैतिर यसो हेर्दै यताखेरि चाहिँ मैले थाहा पाइनँ अलिकति। हामी गइरहेछौँ। यो बाटो अलि राम्रो खालको यो अब सानो बाटो आयो। फेरि डर चाहिँ अलि लाग्छ फेरि मलाई। ल है लेफ्ट जानुपर्ने रहेछ। हाम्रो साइड लाइट लिएर हामी गइसक्यौँ। सो अब कुदाउने है। कुदाउने हो। 5th गियरमा आइसक्यो। ल अब गाडी कुदाउँछु। तेल पनि छ। अब जाम टका है। ल ल ल ल ल ल झन्डै हामी अघि बढिरहेछौँ हामी। अब यो ट्याङ्करले बाटो छोड्दैन। पुलिसको गाडी ओए झन्डै डरै लाग्यो। देब्रे लेफ्ट जानुपर्ने चाहिँ बिचमा बाटोतिर आन्टीहरू हुनु पनि बारे छ। अब हामी सिधा गइरहेछौँ। सो आजको भ्लग चाहिँ कस्तो हुन्छ है सबैजनाले कमेन्टमा गएर भनिदिनु होला कस्तो लाग्यो भनेर। हामी गइरहेछौँ। पुलिसको गाडी आजकल पुलिसको गाडी अलि धेरै हिँडिरहेको। पुलिस किन अलि धेरै बढिरहेको थाहा भएन मलाई। हामी गइरहेछौँ। यो झन्डै ल यता अर्को छ फेरि। ल झन्डै ठ्याक्क धरहरा जस्तै रहेछ यार यहाँ बिचबाट छिर्यो कहाँ कस्तो यार बाटो कन्फ्युजन भइदिइरहेको। यो बस्ने हामी जाँदैन त्यति जानलाई के हो सिधै गयो यो बस्ने ओभरटेकिङ चाहिँ हान्नैपर्छ के हो। हामी गइरहेछौँ है साथीहरू। त्यो जानुपर्ने बाटै छोड्दैन नि त खै त्यहाँ। ल अब चाहिँ जाउँ हामी ठके उयो खतरा है। दामी कुदाइ मैले। हामी निरन्तर गइरहेको छौँ बाटोमा। हामी अघि लागिरहेको छौँ। कार हेर कार फेरि हामी ओभरटेक हान्नु खासै ठुलो कुरो भएन। कार हाम्रो लागि मान्छेलाई हान्नु चाहिँ भएन कि फेरि। गाडी बाहिरबाट यस्तो छ है बाहिरबाट भ्यू। सो यो खोलामा बाढी आयो जस्तो है। अलिक कालो चाहिँ के भयो धमिलो है के रेड लाइट रहेछ केही हुँदैन। हामी जाम है। हतार भइसक्यो। यहाँ बुढा मान्छे नि हुनुहुन्छ पुगेर औषधि खानुपर्छ। अब यो अलि कहाँ आइपुग्यो यार। हल्का रुखबाट ठाउँतिर आइपुग्यो। त्यो गाउँ हो कि सहर हो कि कहाँ हो यो कहाँ हो एकदमै अर्कै ठाउँमा आइपुग्यो। बाहिरबाट यस्तो छ। हामी हिँडिरहेछौँ बाटोमा साथीहरू। अब कहाँ पुगिन्छ भन्दाखेरि अब बाटोमा जाँदै गरौँ होइन कहाँ पुगिन्छ। लरी फेरि छ। हामी ओभरटेक हानेर अघि बढ्ने नै छौँ। अब जाउँ हामी गइरहेको छौँ। यो हाम्रो प्यासेन्जरले कस्तो चला गाडी भन्ने बेला भइसक्यो होला। अर्कै लिनु परेछ पास पाउँछ बिस्तार चलाउनु पर्छ कि है। यहाँ त तर हाम्रो साइडमा हान्न सकेन। सकेन ठिकै हो। ल बाहिरबाट यस्तो
ठकिन्छ कि ओभरटेक हान्दिउँ कि के हो ल ल ल ओहो यस्तो पो रहेछ पास लाइट छिरा हामी गइरहेछौँ ल बाबे पर्पल कलरको गाडी अब हामी गइसक्यौँ है हामी अगाडि बढिसक्यौँ हामी धेरै अगाडि आइसक्यौँ है यो अलिकति गाउँ खालको इलाकातिर आइसकेको छौँ हामी निरन्तर अगाडि बढिरहेका छौँ है एकदमै गाडी चलाचलै छौँ हामी कहिले पुगिन्छ थाहा छैन हाम्रो स्कुल हो कि केलाई कटिसक्यो यतिर गाडीहरू धेरै रहेछ है फेरि हाइवे नै हो कि ठिक छ हामी गइरहेछ रुखो रहेछ यार बिचमा हामी गयौँ हामीले बाटो छोड्न लाग्यो जस्तो लाग्छ खै छोड्दैन नि त छोड्न लाग्यो होइन हामीलाई बाटो खै त्यसले हाम्रो लागि बाटो छोड्न लाग्यो जस्तो लाग्यो होइन के हो आफै जानु बाटो छोडेन ट्रकहरू धन्न बाँच्यो है धन्न के भयो रेड लाइट आयो के भएछ जान्छ रेड लाइटै भएर चाहिँ ल अब जाउँ यो ट्रकहरू कता जाने हो म चाहिँ कता म यता भने यो ट्रक नि यतै जाँदो रहेछ उतापट्टि लेनमा रेड लाइट बढ्दै जस्तो छ ल यो दुईवटा ट्रक छ यो अगाडि के बसिरहनु कि त्यही ट्रक हो कि अर्को ट्रक हो यो ल है म चाहिँ अलिकति अर्काकै लेनतिर छु जस्तो केही छैन म फर्किसकेँ ल आइसकेको छौँ हामी यतापट्टि कुन ठाउँ हो थाहा भएन रमाइलो भइरहेको यो अब म त ठकिन्छ कि मेरो तनाव हामी गइरहेछौँ र यो भिडियो सुरु गर्नुभन्दा अगाडि हाम्रो 99% थियो बसको कन्डिसन अहिले 90% पुगिसकेको छ अब योभन्दा चाहिँ नघटौँ भन्ने आश हो मेरो र घटाउनु हुँदैन योभन्दा चाहिँ बाटो छोडिदियो साइडमा बाहिर फेरि दुईवटा ट्रक कसरी आउँछ जतिखेर कि त हामीले यिनीहरूले फलो गरेर कि त यिनीहरूले केही न केही त गर्यो यार के गर्यो यार यो ट्रकले बाटो छोडिदिन्छ कि जस्तो लागिरहेको मलाई अगाडिको ट्रकले छोडिदियो त्यसले बाटो छोडिदियो र हामी अहिले निकै अगाडि आइसकेको छौँ साथीहरू यस्तो छ बाहिरतिरको भ्यू नजाराहरू है एकदमै रमाइलो नजारा छ अब भित्रै बसेर चलौँ ल गाडी गइरहेछ सानो कार भयो खै ट्रकले छोड्यो नि ल हामी छिर्छ कि छिरो ल अब हामी गइरहेको छौँ निरन्तर म्याप हेर्दै हिँड्नु पऱ्यो है फेरि कता जाने हो बाटो त थाहा पाउनु पऱ्यो नि त ओहो यहाँ त रेड लाइट हो ठ्याक्कै हटेछ ग्रिन लाइट भयो है यिनीहरू नि यतै जाने रहेछ हामी गइरहेछौँ है र अघि बढ्दा 4:36 भइसकेको छ हामी चाहिँ अघि बढिरहेछौँ धन्न मैले हाने भएदेखि सधैँ गल्ती ठुलो गाडीकै हुन्छ कि फेरि यस्तै हुन्छ क्या छ र हामी गयौँ ल बाई तिमी पनि राम्रोसँग जाऊ बाहिरतिर यस्तो छ है अघि पनि यस्तै ठाउँमा पुगे जस्तो लागेको थियो त एकै ठाउँ दुईचोटि आएको हेर्नु नि हामी गइरहेछौँ है अब चाहिँ फेरि ट्रक भेट्यो के हो त्यो ठुलो ट्रक तर अझै एउटा मात्रै रहेछ है बाटो अलि छोड्दैनन् कि यिनीहरू फेरि मलाई यस्तो ठाउँमा चाहिँ झ्याउ लाग्छ कि फेरि न बाटो छोड्छ न कुदाउँछ नि बल्ल जान्ला
ल हामी गइरहेको छौँ है। वरिपरि पनि एकदमै आज पानी चाहिँ परिरहेको छैन है। ओहो 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 आज पानी परेन। आकाशमा बादलहरू ओहो आकाश नि खतरै देखिरहेको छ आज। अब कति बेर छ पुग्नलाई भन्ने कुरा हो। सो 7 पनि बज्यो है। 7 रे 5 सरी 5 बज्यो है। अनि तेल 49 लिटर मात्रै बाँकी रहिरहेको रहेछ। अब हामी जान्छौँ। हामी गइरहेको छौँ। ओहो मैले अघि भनेको थिएँ 90%बाट नघटाउनु भनेर। लेट्स सी 90%बाट घट्छ कि घट्दैन। अब हामी सिधा गइरहेको छौँ। यो म्याकडोनल्ड्समा खाजा खानुपर्ने। सो अलि हतार छ, खाजा खानु भ्याउँदैनौँ हामी। सो बाहिरबाट यस्तो छ है, धुलो के हो सबै एकै ठाउँमा छ। ओहो 2टा ट्याङ्कर अगाडि है। ओहो 3टा ओहो माइ गॉड मिटअप हो गयो गाइज भने जस्तो भएको छ। यहाँभित्र दुध हुन्छ कि पानी हुन्छ ट्याङ्करको भित्र। बाटो छोड्दैन अब यिनीहरूले मरिगयो। अब के गर्ने हो। बल्ल छोडिदियो। हामी निरन्तर अघि बढिरहेछौँ। फेरि अगाडि अर्को ओहो पास लाइट यसो थिचेको जति पास लाइट थिचे पनि छोड्दैन। 2टाको बिचमा बसेर बाल्दिएको कि कुन चाहिँले बाटो छोड्छ त्यस। ओ झन्डै ल के भयो बाटो छोड्छु भने हिँड्नु त। के रेड लाइट आयो के हो। साइलेन्ट बाल्नु ए साइड लाइट बालेर साइडै जानला होइन त्यसले त निभाइदियो। त्यसले निभाइदियो। बाई बाई हामी जान्छौँ है। अब तिमी बिस्तारै आउनु। अब हामी मलाई जहाँसम्म लाग्छ अब हामी केही बेरमै पुग्छौँ जस्तो लाग्छ है मलाई। सो 5:40 हुन लागिसकेको छ है। हामी गइरहेछौँ। 116-17 को स्पिड छ हाम्रो। हामी गइरहेछौँ। यो साइड लाइट किन बालिहाल्यो। रेड लाइट रहेछ तर केही हुँदैन। हामी त जाउँ केही हुँदैन। तर यो गेम भएको भएर हो है। रियल लाइफमा चाहिँ सबैजनाले ट्राफिक नियमको पालना गर्नुपर्ने हुन्छ। जाम ओहो जाम खाली छ के भने हेर्छ। त्यहाँ अगाडि गाडी छ जस्तो लागिरहेको मलाई है। कहाँबाट स्टार्ट हुन्छ फेरि। पानी परेन आज 6 बजे भित्रमा त 6 बजे भित्र होइन 6:30 भित्रमा हामी पुग्छौँ जस्तो लाग्छ है मलाई चाहिँ। जहाँसम्म लाग्छ हेरौँ कि पुगिन्छ कि पुगिँदैन है। खै मलाई पनि थाहा छैन ठ्याक्क कति बेर लाग्छ चाहिँ। सो हामी गइरहेछौँ। सो 110 को त्यस 116-17 को स्पिड हाम्रो। हामी गइरहेछौँ है। 44 लिटर तेल बाँकी रहेछ। अब 6 बज्न लागिसक्यो। मैले नि बालिदिएँ लाइट है। तर मैले लोबीमै बालेको अहिले हाइबीमा बालेको छैन। अहिले त्यस्तो हतार भइसकेको छैन। अरूहरूले बाले जस्तो लागेर बाले हामी गइरहेछौँ साथीहरू। र हाम्रो 117 को स्पिड छ। र 6:05 नि जान लागिसक्यो। हामी अहिले हेर्दैछौँ। हामी अर्कैको लेनमा के हो म त आफ्नै लिएर जानु पऱ्यो। अरू चाहिँ अर्कैको लेनमा गएको छु म। पासले बेल्न ल गाइस है। अब चाहिँ हामी आइपुग्ने बेला हुन लागिसक्यो। मैले 6:30 भित्रमा पुग्छ कि भनेर प्रेडिक्सन गरेको थिएँ।
त्यस्तै 6:30 लगभग हुन्छ जस्तो छ हामी पुग्दाखेरि र हामीले 90% बाटो हामी कहीँ पनि गाडी ठोक्काउने ओरी गरे होइन है। पुग्ने बेला हुन लागिसक्यो अबको 15 मिनटभित्रमा पुगिन्छ कि भन्ने आश छ मलाई। खै पुगिन्छ होला जो 6:30 आसपासमा पुगिन्छ। मैले हाई बिम बालिदिएँ है, लाइट पनि बालिदिइसकेँ। के भयो फेरि जाने साइलेन्ट बालेर रेडी भयो ल के रेड लाइट आयो जस्तो त्यही छोडलाइन जस्तो पायो एउटा ग्रिन भइसकेको छ। ल अब हामी चाहिँ दाहिने लाग्छौँ। अरू कहाँ लाग्छन् थाहा हुनु होला। ल अब हामी दाहिने लागौँ यतापट्टि। हामी त यताबाट छिर्ने रहेछ। ओ ओ ओ ओ ओ ओ ओ ओ ओ झन्डै झन्डै है झन्डै है झन्डै 10:30 के अरे 6:31 भयो है। ठ्याक्क हामी पुगिसक्यो। कता जाने हो हामी त घुम्नै लाग्यो के हो कहाँ पुग्यौँ म यताबाट जाने होइन कता जाने हो फेरि यतै फर्किनु अरे के भयो भर्खरि म त उता जानु लागेको थिएँ यता के भयो यार म्याप के भयो कि मेरो दिमाग त्यस्तो भएको खै के भयो ऊ यता अगाडि रहेछ है। ल गाडी राख्नु लगाइस आजको लागि हामी डेस्टिनेसनमा आइपुगिसकेको छौँ फाइनल्ली। अब म सबैजनालाई झारिदिन्छु है अनि अरू भने त्यस्तै हो। र अब सबैजना झर्छन् खै त कोही पनि झर्दैन त के भयो कोही झर्दैन ए झरे के भयो खै गाइस के भयो है यिनीहरू झरिरहेको छ। ल स्किप हानिदिउँ बाई बाई।